यो उत्खनन गरेपछि यस्तो देखिया छ। यस्तो यता पनि उत्खनन गरेकै हो। यो चाहिँ छिर्ने गेट जस्तो छ, एउटा दुईटा गेट। अनि यो वालहरू पनि दरबार राम्रो छ एकदम। यतैबाट जाउँ छोटो। यो चाहिँ सिँढी आउने सिँढी छ। आइया है, यो सिँढी चाहिँ नेपाली सेनाले बनाइदिया हुन्, तर सब बिग्रिया हुन्। नेपाली सेना र गाउँपालिकाले सब बिग्रिया। यो भत्किया, सुधार गर्न आवश्यक छ। यता पनि पुरानो पुरानो यो ढुङ्गाहरू सब पुरै। सिँढी पनि पुरानै ढुङ्गाहरू बनायो हुन् होइन? पहिला चाहिँ सिँढी यस्तो सिँढीहरू छ। यहाँ पुरानो बुट्टा भरेको ढुङ्गाहरू पुरै देख्न सकिन्छ। हरपस्टे यसरी बस्ने ठाउँ पनि राख्दै हुन्। त्यहाँबाट कता डडेलधुरा गयो हुन्? सुनेर यसरी सिँढीहरू देखिया हुन्। ल यो अजमेर कोट आउनु होला। अजमेर गाउँपालिका वडा नम्बर 2 मा छ। एकदम राम्रो ठाउँ छ घुम्नलाई पनि। ल आउनु होला है त सबैजना।